नमस्ते वकिल साहब। ए नमस्ते नमस्ते, बस न। बस चिन्नु भएन मलाई? तिमी त्यही माथि फुर्के दाईको जेठो छोरा होइन र? हो नि वकिलज्यू। अनि तिमी बिहे गर्ने बित्तिकै विदेश गएको भनेको होइन? कहिले आयो? तिमी विदेश गएको त धेरै बात लागेको छैन। हो नि वकिल साहब, कहिले हुनु र, हिजो मात्रै आएको। कति हुनु र, गएको 5-6 महिना मात्रै भएको थियो। घरको माहौल ठिक नभएर ऋणै नतिर्किन फर्किए। लौ त्यस्तो के हो र? सुन्न त मैले तिम्रो बुढीले सासू ससुरा त्यो आँखा नदिने भाइलाई साह्रै हेला गर्छ भनेको सुनेको त हो। हो वकिल साहब हो, त्यही भएर कसैलाई थाहा नदिकिन म घर आएको। घरमा आउँदा बुढा भएका बा आमा, त्यो अशक्त भाइ अनि बुढी कोही रहेन रहेछन्। हल्ला होला भन्ने सोचेको थिएँ। तिम्रो बुढीले बा आमा भाइलाई निकालेको त साँच्चीकै रहेछ। हो वकिल साहब, त्यही भएर म घर आएको। बुढा बा आमा अशक्त भाइको बिजोग नहोस् भनेर घर फर्के। चिन्ता नगर प्रभात, तिमी लोग्ने मान्छे हो, यसरी रोएको सुहाउँदैन। तपाईँले ठिक भन्नुभयो वकिल साहब। अब म रोएर आउँदैन। त्यसलाई डिभोर्स दिएर म मेरो परिवारलाई राम्रोसँग मिलाएर राख्छु। ठिकै भन्यौ, तिमीले डिभोर्स चाहिँ दिइहाल्नुपर्छ, नत्र पछि लफडा हुन सक्छ। हुन्छ वकिल साहब, म त्यो आउने बित्तिकै हजुरलाई खबर गर्छु। अनि त्यो डिभोर्सको फाइल चाहिँ बोकेर मेरो घरमा आउनु होला। हुन्छ हुन्छ, बेलैमा बुद्धि पुर्यानौ। अब बुढीलाई डिभोर्स दिँदा कानुन बमोजिम आधा सम्पत्ति दिनुपर्ने हुन्छ। बरु एक टुक्रा घडेरी दिउँला, त्योसँग चाहिँ बस्न सक्दिनँ वकिलज्यू। हस्, कुरा त्यही भयो। अब म जान्छु। ल ल जाऊ। हेलो प्रभात, कहाँ छौ तिमी? एकछिन यो कच्ची बाटोमा आऊ त। प्रभात, अब यसरी निराशा नभन त। जे हुनु भयो, अब यसरी हुँदैन। के गरौँ त म सन्ध्या, के गरौँ? परिवार टुटेको छ, म एक्लो भएको छु। के गरौँ म, के गरौँ? धात लाटा पिर नगर न, म छु नि तिम्रो लागि। मलाई हेर त, हाँस त, खुसी हौ त। मेरो आँखामा हेर न, तिम्रो लागि मेरो आँखामा कति सपनाहरू छ। हाँस त। त्यो त हो नि, मलाई मेरो परिवार महत्त्वपूर्ण र प्यारो लाग्छ। हो नि प्रभात, आफ्नो परिवार जस्तो अरू कोही हुँदैनन्। तर तिम्रो श्रीमतीले तिम्रो बा आमा भाइलाई मार्न लागिसकेकी थिए। धन्न मैले बेलैमा थाहा पाएर खबर गरिदिए, नत्र त यति बेला तिमी विदेशमा, अनि यहाँ तिम्रो बा आमा र भाइको बिजोग भइसक्थ्यो। अब तिमी आयौ, मिलाएर बस है। धन्यवाद सन्ध्या, तिम्रो यो गुण म कहिले बिर्सिने छैन। ल ल, धन्यवाद दिइराख्नु पर्दैन। बरु भनेको मान्छौ भने तिम्रो श्रीमतीलाई डिभोर्स देऊ। म पनि तिमीलाई कति धेरै माया गर्छु क्यारे। डिभोर्सको बारेमा सोचिसकेको छु सन्ध्या, तिमीले कुनै चिन्ता लिनु पर्दैन। बिचमा फोनमा कुरा गर्दै गरौँला।
अहिलेलाई जान्छु है। ल ल ल बाई। मेरो प्रेमलाई कसरी पनि सफल पारेकै छु। हजुर कहिले आउनुभयो? यतिका दिनसम्म फोन किन नउठाउनु भएको? यहाँ घरमा कति धेरै समस्या आएको थियो। मलाई कहाँ गएकी थिइस्? को नाटोसँग रात बिताएर आइस्? बुढो म कसैसँग रात बिताउन गएकी होइन। माइतमा आमा बिरामी हुनुभएको थियो, त्यसैले आमालाई भेट्न गएकी थिएँ। अझ बढी बोल्छेस्? माइत गएको भनेर झुट बोल्छेस्? यो के हो? मेरो बुवा भएको आउनुलाई मेरो भाइलाई घरबाट निकाल्नु मेरो कुरा त सुन्नुहोस्। अब तेरो मलाई केही कुरा सुन्नु छैन। खुद मलाई डिभोर्स दे। त्यसो नभन्नुहोस् न हजुर। हजुरसँगै जिन्दगी काटौँला भनेर आफ्नो जन्म घर छोडेर कर्म घर आएँ। हजुर बिना म कसरी बाँच्नु? त जसरी बाँच्ने हो बाँच, मलाई केही मतलब छैन। तर जसरी हुन्छ मलाई डिभोर्स दे। अर्को कुरा याद राख, तेरो लागि यो घरको ढोका सधैँको लागि बन्द भएको छ। पातली के भयो तिमीलाई? के भएको छैन दिदी? रो घाउ भएछ ल। के गरी भएको यस्तो? मेरो गोजीमा पट्टी होला। त्यही आऊ त म पट्टी गर्नुहुन्छ। दिदी पोल्यो धेरै दुख्यो मलाई। ला ला ला
तिमीलाई धेरै धेरै धन्यवाद है। धन्यवाद भन्न पर्दैन बहिनी, तिम्रो सबै कुरा बुझेको छु मैले। तिमी धेरै तनावमा छौ है। हो नि दिदी, तर के गर्नु, आफ्नो मनको पीडा बुझिदिने कोही पनि छैन। तिमीले धेरै टेन्सन नलिऊ, सत्यको एक दिन विजय हुन्छ। किन गर्छ? हेलो, प्रभात भन त। तिमी ढिलो नगरिकन यहाँ मेरो घरमा आऊ त। वकिल साहबलाई यो पातलीसँग सम्बन्ध विच्छेद गर्नको लागि फाइल तयार गर्न लगाइसकेको छु मैले। ए हो र, ल ल म आइहालेँ। हेलो वकिल साहब, त्यो मैले भनेको फाइल तयार छ? त्यसो भए त्यो फाइल लिएर तुरुन्त मेरो घरमा आइहाल्नुहोस् त। हुन्छ, म आइहालेँ। बचाओ बचाओ बचाओ, घर 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 घर, बचाओ बचाओ यो यस्तो बचाओ पाटलीको देवर रुपेशको जस्तै छ। बचाओ 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 बचाओ। दिदी दिदी प्लिज मलाई घर लगिदिनु न। रुपेश बाबु, तिमी यहाँ कसरी? दिदी कसरी हुनु र, यो सबै सन्देहकै काम हो। सन्ध्याको काम? कसरी? तिमीले कसरी चिन्यौ? मैले आँखा पो देख्दिनँ दिदी, तर मलाई मान्छेको बोली वचन व्यवहार त सबै थाहा हुन्छ नि दिदी। हो नि भाइ, तिमीले ठिक भन्यौ। मेरो देवी जस्तो भाउजूले कति दुःख पाएकी होलिन्। त्यही त भाइ, बिचरा पातलीले धेरै दुःख पाएकी छिन्। के गर्नु, घर आएपछि कुरामा हामीले बोल्न पनि नमिल्ने। हिँडले म तिमीलाई घर पुर्याइदिन्छु। खै त, काम छिटो अगाडि बढाउनु पर्यो। मसँग त्यति फुर्सद छैन। एकछिन है त वकिल साहब, बस्दै गर्नु न। बस बस वकिल साहब, फाइल निकाल्नुहोस्। अहिले नै योसँग सम्बन्ध विच्छेद गरेर सन्ध्यासँग बिहा दर्ता गरिदिनुहोस्। नाइ हजुर, यस्तो नगर्नु। ल नानी, यसमा हस्ताक्षर गर त। वकिलज्यू, म मर्छु बरु, तर यसमा हस्ताक्षर
गर्दिनँ म। चुडा छ कुनै कतै हस्ताक्षर गर के गरेको तिमीहरूले कुलङ्गार काहीँ नभएको यति राम्रो देवी जस्तो बुहारीलाई अनेक लालसाना लगाएर घरबाट निकाल्न खोज्छु छैन काहीँ नभएको बदमास हेर्न अझ ढाडी बिरालो जस्तो हेरिया बा तपाईँ यो के भन्दै हुनुहुन्छ? हो बाबु त्यो दिन यस्तो भएको थियो। बुवा बुवा आएर खाना खानुहोस् ल, भित्र खाना पस्किएर राखिदिएकी छु। म बाबुलाई खाना खुवाउन गएँ। ए कति छिटो पकायो त बुहारी। ल ल हामी यो झाडु फालिसकेर आउँछौँ, तिमी कान्छालाई खुवाउँदै गर है। हेर न रुपेशकी आमा हामी वास्तवमा कति भाग्यमानी छौँ है यस्तो आफ्नै छोरीले भन्दा पनि बढी माया गर्ने बुहारी पाएका छौँ। खाना पनि कति छिटो बनायो। हो नि रुपेशका बा, अरूका बुहारीले वृद्ध आश्रम लगेर राख्छन् भन्छन्, हाम्री बुहारी देवी जस्तै छे। कस्तो आफ्नो बाबुआमा जस्तै माया गर्छ उसले। हो नि रुपेशकी आमा पछि खाना सेलाउँछ खाना सेलाएर जाडोको खाना हुँदैन ल हिँड्नु त पानी पनि कति चिसो हो बुढी अलि मिसी मिसी त हो है ल भयो ए रुपेशकी आमा के भयो ए बुहारी रुपेशकी आमा ए बुहारी आऊ न आमालाई के भयो खोइ बुहारी के भयो मलाई खाना खान परेको थियो मैले मलाई पेट काटेको छ शौचालयतिर गएर आउँछु भन्दै थिएँ भित्र खाना खाइरहेको भनेको म आउँदा त बेहोस भएर ढलिसकेको रहेछ बुहारी। ल न बुवा, मलाई के भयो? छिट्टो हस्पिटल लग्नु पर्यो। रुपेशकी आमा खोइ हुन्छ बुहारी तिमी यहाँ बसेर रुपेशको राम्रो हेरचाह गर म उसलाई हस्पिटल लैहाल्छु है। होइन बुवा, म पनि जान्छु। भन्दैछ बुहारी तिमी पनि गयो भने बिचरा त कान्छालाई फेरि कसले हेरचाह गर्छ त्यसैले म उसलाई हस्पिटल लैजान्छु
तिमी कान्छाको राम्रोसँगै हेरचाह गरेर हुन्छ है रुपेशकी आमा अहिले हस्पिटल जा बुहारी राम्रोसँग बस है बुवा के साह्रो गाह्रो पर्यो भने फोन गर्नुहोस् है। हुन्छ बुहारी तिमी नआत्तिकन बस म केही भयो भने तिमीलाई फोन गर्छु है हस् बुवा। हेलो डाक्टर साहब नमस्ते चिन्नुभयो म हावा नगरपालिकाको मेयरको छोरी बोलेको। त्यहाँ मैले फुर्के नाम गरेको एकजना बुढो मान्छेलाई एकजना बिरामी लिएर पठाएको छु। तपाईँले त्यो बिरामीलाई कसरी हुन्छ 1 महिना त्यतै भुलाउनु पर्यो डाक्टर साहब। हे डाक्टर साहब तपाईँ पनि किडनीको समस्या छ भनिदिनुहोस् न, गलत रिपोर्ट बनाइदिनुहोस्। तपाईँ डाक्टर भएर त्यति पनि गर्न सक्नुहुन्न। अझ तत्काल उपचार गरेन भने ज्यान जाने जोखिम छ पनि भनेर भनिदिनुहोस्। पैसा डाक्टर बन्नलाई कति खर्च गर्नुभयो? पैसा त्यतिकै आउँछ डाक्टर साहब। तपाईँलाई म भने जति पैसा दिन्छु, चिन्ता नगर्नुहोस् डाक्टर साहब। काम अनुसारको दाम पनि आउँछ र तपाईँले राम्रो काम गर्नुभयो भने तपाईँलाई म इनाम पनि दिन्छु। अब मेरो काम पुरा हुने भयो। होइन यत्तिकै त हुँदैन, यो पातलीको दियोलाई पनि ठिक लाउनुपर्छ। किनकि यो आँखा देख्न नसक्ने भए पनि अलिकति बौद्धिक र इमान्दारी छ। पछि त्यसले मेरो काममा बाधा पुर्याउन सक्छ। बाबु मैले हजुरलाई मनपर्ने खाजा बनाएको छु। अब बिस्तारै बिस्तारै खानुहोस् है। होइन भाउजू, अब मलाई सबै हजुरले पनि खानु न। म त खाइहाल्छु नि बाबु। भाउजू हजुर हामीलाई कति धेरै माया गर्नुहुन्छ है। हे बाबु पनि, अनि हजुरहरूले पनि त मलाई माया गर्नुभएको छ नि। अनि बुवाले फोन गर्नुभएको छैन? आमालाई कस्तो छ पुग्नु? हिजो साँझ फोन गर्नुभएको थियो बुवाले। आमाको रिपोर्ट आउनु बाँकी छ बाबु। हेलो बुवा, मुवालाई कस्तो छ अहिले? 10-11 लाख। हुन्छ बुवा, म घर जग्गा र गरगहना धितो राखेर भए पनि आजै पैसा पठाउँछु। पैसा जसरी भए पनि जुटाउँछु, तर मुवालाई ठिक हुनु पर्यो बुवा। हुन्छ बुवा, राखेँ है।
बाबु बस्दै गर्नुहोस् है, म एकैछिन ब्याङ्क पुगेर आइहाल्छु। अब तेरो दाइ विदेशबाट आएर तेरो भाउजूलाई डिभोर्स नदैसम्म यहीँ बस्छस्। सन्ध्या त बरु मलाई मार्छस् मार, तर बिन्ती छ मेरो भाउजूलाई केही नगर है। हिरो कमजोरी भनेको नि यही इमान्दारी त। अब प्रभातलाई मेसेज गर्छु, पातलीले त्यसको बाउ आमा भाइलाई घरबाट निकाली भनेर, अनि त्यसको गाउँको भाइसँग खिचेको फोटो पठाइदिन्छु केटोसँग लागि भनेर। त्यसपछि त अब प्रभात आएर त्यो पातलीलाई डिभोर्स दिन्छ, त्यस पछाडि त प्रभात मेरो भइहाल्छ। हो छोरा, सबै त्यति कुरा यही हो। हामीले पनि म यहाँ नानीले भनेर थाहा पायौँ, त्यसपछि हामी तुरन्त घर फर्किहाल्यौँ। म यहाँ यो कुरा सत्य हो? हो प्रभात, यो कुरा सत्य हो। यसले मलाई पनि पैसा दिन्छु पातलीको घरबार बिगार भनेकी थिए, तर मैले मानिनँ। त यतिसम्म गिर्न सक्छस् भन्ने मैले सोचेको पनि थिएन। तेरो यो गम्भीर अनुहारमा यस्तो हरकत लुकेको छ भन्ने थाहा पाएको भए तँलाई प्रेमिका त के, तँलाई मैले एउटा साथी पनि बनाउनु थियो। तँलाई सिन्दुर दिन नसके पनि यो जिन्दगीमा मायाको कहिले कमी गराइन, तर तैँले मेरो परिवारलाई सखाप गर्न खोजिस् होइन? प्रभात, यो सब मैले तिमीलाई पाउनको लागि गरेको। प्रेम चाहिँ मसँग गरेर बिहे चाहिँ तँ पातलीसँग गर्यो, यसैले यो सब गर्न म बाध्य भएँ। प्रभात, मैया तिमीलाई धन्यवाद, मेरो टुटी फुटेको परिवारलाई एक हुनलाई सहयोग गर्नु। धन्यवाद भन्नु पर्दैन प्रभात, हामी गरिब छौँ तर इमान्दारी पैसामा बेच्दैनौँ। अबदेखि यो समाजको धमिराहरूसँग बचेर हिँड्नु। यिनीहरूले भित्रभित्रै हामी जस्तो सोझो साझा र गरिबको जिन्दगी खोक्रो बनाउँछन्। जस्तै कि यो वकिल पैसा लिएर तिमीहरूको सम्बन्ध विच्छेद गराउन पछि लागेको छ। के गरेको? तपाईँ जस्तो सरकारी ड्रेस भिरेर कानुनको व्यापार गर्ने वकिलको म पत्ता साफ गरेर छोड्छु, ताकि म जस्ता अरू सोझा साझा छोरी चेलीले यस्तो दुःख भोग्नु नपरोस्। याद राख्नुहोस्। मैया दिदी, हजुरको यो गुण कहिले पनि बिर्सने छैन। हजुरले यो समाजका सबै मान्छे गलत हुँदैनन् भनेर प्रमाणित गर्नुभयो दिदी। यो त मेरो कर्तव्य हो बहिनी। ल, तिम्रो परिवार राम्रो भइगयो, राम्रोसँग मिलेर बस्छ।
आइन्दा यो अनुहार मेरो अगाडि देखाउने होइन। दाइ, हजुरले भाउजूलाई धेरै दुःख दिइसक्नु भयो। अब प्लिज भाउजूलाई दुःख नदिनु दाइ। अब भाउजूसँग गएर माफी माग्नु दाइ। मजाले मलाई माफ गर है। माफी मागिरहन पर्दैन हजुर। हामीले एउटा पाठ सिक्ने अवसर पायौँ। जे भयो भयो, अब सबैजना मिलेर बस्नुपर्छ। ल हेर त, आज हाम्रो बुहारीले कति राम्रो कुरा गर्यो। हो, अब हामी सबैजना मिलेर बस्नुपर्छ। लैन त है त।